त्यहाँ त मान्छे थिएन दोदरा चाँदनी नगरपालिका वडा नम्बर 2 मायापुरी नजिकै बाघ देखिएको भन्ने सुन्नमा आइसकेपछि हाम्रो टोली चाहिँ यहाँ ड्रोनद्वारा बाघको खोजी कार्यमा छन्। तपाईहरुले देख्न सक्नुहुन्छ ड्रोनबाट बाघको खोजी कार्य भएको छ। स्थानीयहरूद्वारा बाघ देखिएको सुन्नमा आएपछि जनप्रतिनिधि, इलाका प्रहरी, सशस्त्र बल लगायतको टोली स्पोटमा खटिएका छन्। दाइ, बाघ हजुरले देख्नु भएको? हजुर, हामीले देख्यौं। मतलब तपाई के गर्न लाग्नु भएको थियो त्यति बेला? हामी यहाँ चाहिँ सबै यो चोरो निकाल्नु खेतमा बसेका थिए सबै आइमाईहरू। हजुर हजुर। ऊ त त्यो जंगल छेउ यहाँनिर थिए सबै। बाघ 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 भनेर हामी सबैलाई भन्दाखेरि हामी सबै जाँदाखेरि हेरे सबैले, त्यो देखिएन यहाँ छ भन्दै सबै भयो, त्यहाँ जानु सकेन हामीले। लास्टमा अहिले 3 जना हामी त्यहाँ हेर्दाखेरि एकले भन्छुरो समातेर, मैले यो डन्डो समातेर हामी 4-5 जना गरेर गयो। यसरी जाउँ भन्दाखेरि जाँदाखेरि त्यहाँ पुग्दाखेरि घुवा गरेर हामी माथि चाहिँ गुराट गर्दाखेरि पछाडि मान्छे हुनको कारणले त्यसले हामी त आउन सकेन। फर्केर चाहिँ त्यो यता मोड्यो, हामी भाग्दै भर्दै उता गयो। हामीलाई त होसो आएन, त्यो आँखामा अँध्यारो भयो। त्यसलाई हाम फाल्ने बेलामा त त्यसले रङ्गु के थियो भन्ने त्यो पनि चिन्न सकेन। मलाई त त्यो एकदम डर लाग्यो मलाई। तर कसो कलरको छ भन्नेलाई थाहा नै हो। त्यसो देखिएन अँध्यारो एकदम। त्यसले हाउ गरेर जाने यस्तो गर्दा हात मात्र उठाउन देखि आयो त्यसले। मैले त्यो बेला आँखा बन्द भइहाल्यो। म त पछि यस्तो भएर यता आएँ। तपाईलाई झम्टिन आयो? फेरि झम्टिन आइसक्यो। फेरि त्यहाँ त्यो घुर्दै थियो, सबैले देखिहाल्यो यहाँबाट। सबैले त्यसले कति जम्पु हान्यो भनेर तिमीले सबैलाई थाहा छ। यहीँ बसेर त्यो मजाले त्यो त्यहाँ नजानसम्म त्यो हिल्दैन। त्यो क्यामेराले देखे अलग कुरा हो, नत्र त्यहाँ गएपछि मात्र हिल्छ, नत्र त्यसले हिल्दैन। सिधै झम्टी मार्नलाई आउँदैछ, घुवा गरेर जाने आइहाल्छ, माथि आइहाल्छ। आज बिहानै देखियो त्यो फेरि? अहिले बिहानको लगभग कति 11 बजेतिर होला, त्यति 11 बजे होला। त्यो बेलामा यस्तो जाने भएको देखाएको। यहाँ 2 नम्बर वडाको गाउँबारीमा बाघ आएको भन्ने सुन्नमा आइसकेपछि हाम्रो इलाका प्रहरीको टोली, सशस्त्रको टोली र जनप्रतिनिधिको टोली लगायतको सम्पूर्ण स्पोटमा आइसकेका छौँ। तर अहिलेसम्म चाहिँ बाघ देखिएको छैन। तर स्थानीयहरूद्वारा चाहिँ बाघ देखिएको र हामीले चाहिँ धपाउन खोज्दाखेरि हामीलाई झम्टिन आएको भन्ने उहाँहरूको भनाइ छ। दोदरा चाँदनी नगरपालिका वडा नम्बर 2 मायापुरी नजिकै खेतमा बाघ देखिएकाले ड्रोनद्वारा खोजी कार्य जारी छ। तपाईहरुले देख्न सक्नुहुन्छ हामीले चाहिँ माथि ड्रोन उडाएर गाउँबारीमा खोज्ने प्रयास गरिरहेका छौं। ड्रोन उडिरहेछ त सरले, यहाँ आउनु न माथि। त्यहाँ ड्रोन ले लो ना देखी यार, खै कहाँ सुते है? अझै अझै नजिक ल्याउनु यार, बरु तल तल डाउन डाउन ल्याउनु। त्यो आवाज सुन्यो भने भाग्न खोज्ला सायद। देखला र डाउन, क्यामेरा डाउन हो स्त्री, अझै डाउन। सिधै माथिबाट तल तल पर्ने गरेर हो, यो एंगलमा हो, यो एंगल।
त्यो एङ्गलमा त्यहाँबाट आयो हो त्यो छाया शुद्ध देखिया त कतिमा आएर हेर्न ड्रोन यो त्यो भाइलाई भन न त्यो फेरि कहाँ छिराछ ओ भाइ अहिले उता जा ए तेरी खाने यार अरे उता जा उता 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 भाई साहब जिनको जल्दी थे वो चले गए तुम कहीं जल्दी पड़ी है हान्ने जस्तो छ भने रुक्दैन अरे उता जाओ यार उता जाओ ए तेरी जोशमा आयो पुरै गरे गरेन ग्यामिस कोटालाई ग्याम्स कडलाई कसले गर्यो गरे हैन कसैले खै सरहरूले गर्नु भयो यहाँको फोन स्विच अफ उता भन्दिया शुक्ला फाटाको पर फोन अफ पुलाई के रे वान सबले फोन गरे ओ त सिधा जन्दिया पर फोन अफ जन्दिया होला हल्का तरले नाही त्यो हावाले हल्लिन लाग्यो ड्रोनको हावाले हल्लियो त्यो देखिया चाहिँ कहाँ हो यहाँ हो यो बट त्यही एरियामा डाउन हानेर यही यो गुठेलको बुट्टा हाने यति एरियामा यो त सब वर्षिनी यसै खेल्छ नाम क्यामेरा लगाएको थियो हैन अगाडि देखिया यहीँनिर हो यतैनिर हो क्यामेरा पुरै तल्लो तलै ओ पुगिहाल्यो उहाँ पुग्दैछ बस 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 त्यहीँतिर आसपासमा बसिया थियो त्यहाँबाट लगभग 3 गाउँ त मान्यो थोडो त्यो पर यसो उतार हालिदियो भने त्यो क्यामेरा अलि माथितिर हालिदियो भने जान्दा जान्दा सिधा झम्ला ठिक छ जान्दा जान्दा हामीलाई झम्टो मारेको तसै ठहर मत्तिला हो पुरै मत्तिला त्यहाँ नजिक नजिकबाट एकदमै वाइफाई यस्तै हुन्छ नि फेरि त्यो चितुवा त गाउँको जस्तै के बुट्टा बुट्टा वाला होला सेम गाउँको लो तुला इग्न सोच नि सिमिलर जल्लो छ नि के कलर हो खैरो कलर थियो भने त्यो हात त मैले पर्या दिएको थियो हात उठाउन त यहाँ भने त्यो टाउकोमा हेर्दाखेरि त चक्कर आइगिन्नु मलाई म त कसैबाट म नजिकै भयो नि त त्यसलाई पार्टनरले भाट गरेर आयो हामी त छैन भनेर आयो हो त्यहाँ छैन भनेर आयो त्यति शान्त बस्दैन साथै नै उसले फेरि एक दुईजना मान्छेको भाग नि थियो दोदरा चाँदनी नगरपालिका वडा नम्बर 2 मायापुरी नजिक है बाघ देखिएकोले हामीले चाहिँ ड्रोनले खोजी कार्य गरिरहेका छौँ नै देखियो यो हैन नै देखियो त्यहाँ तारबाड छ कता गयो होला वरिपरि पुरै घरै घर छ त्यो यहीँ छ जान चाहिँ गएको छैन र यता एकदम मान्छेहरूको तरास पडिगयो कि त्यसलाई लखेट्न गएको रहेछन् जाउँ भन्यो त्यसै गर्सिमतिर आयो हल्लाउन लाग्यो चट्ट गएर पुरा घुरेर आवाज आयो क्या घुरिसकेपछि मैले भने भागै हो खबर गर्नु पर्यो भनेर फेरि सबै फोन गरेँ बन्चुरु हजार के भी तुमने हकिना यूट्यूब पे खाली बन्चुरु हमें कछड़ रोड आवाज मारेर आयो इन मार दिए दोदरा चाँदनी नगरपालिका 2 मायापुरी नजिकै गाउँबारीमा बाघ देखेको भन्ने सुन्नमा आएपछि हामी चाहिँ तपाईहरुलाई लाइभबाट देखाउने कोसिस गरिरहेका छौँ।
ड्रोनले खोजी कार्य भइरहेको छ। स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्पोटमा आइसकेका छन्। त्यहाँ वार्डन साहबलाई खबर भयो नि वार्डन साहबलाई वरिपरि नहिँड्नुहोस् है, त्यसरी नहिँड्नुहोस् वरिपरि। यता छैन, त्यो माथि माथि छ सायद, त्यही माथि रहेको थियो। यतापट्टि सबै मान्छे छ होइन, हामी पनि त्यहाँलाई थियौँ अरे पर्सामा थियौँ हामी पहिलो अघि हामी यहाँलाई थियौँ यसो पुरै घेरा हालेर यहाँलाई पर्सासम्म हामी थियौँ। त्यसै भएपछि दिपकका खेतमा मलाई शिवले फोन गर्दै पालिका थियो उहाँको थियो। लाइभ चलेको छ भने सुरेशले हेरिदियो होला।